हाई गाइज, आज चाहिँ हामी होइन अब दुप्तेश्वर महादेव जाँदैछौँ। अब म चाहिँ यता साथीलाई भेट्न गइरहेको छु। फर्स्टमा साथी यहाँ बिजुली बजार आउँछु भनेको छ। त्यहाँबाट मलाई पिक गर्छ उसले र हामी चाहिँ राइड जान लागेको आज दुप्तेश्वर महादेव। टोटल 6 जना हुन्छौँ हामी 3टा राइडमा। सरर दुप्तेश्वर महादेव 68 किलोमिटर फ्रम बानेश्वर है। अब भ्यू कस्तो छ, कहाँबाट कस्तो कस्तो देखिन्छ सबै हामी देखाउँदै जानेछौँ। हेर्नु होला भिडियोमा लास्टसम्म बसेर एउटा लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला र भिडियो मन परे शेयर गर्न पनि नबिर्सिनु होला। अब म चाहिँ अहिले चाहिँ अलिकति हतार छ किनकि साथी आइसकेको छ भनेको छ। अब त्यहाँ जान्छु फर्स्टमा। अरू साथीहरू चाहिँ सबै सामाखुसीबाट भेट हुने भनेको छ होइन। अब सामाखुसीमा गएर भेट भएर हामी सँगै राइड स्टार्ट गर्नेछौँ। सायदसम्म चिया नास्ता खान्छ होला त्यता सामाखुसीमा भेटघाट भएर। त्यसो चिया नास्ता खाएपछि चाहिँ हामी सरर आफ्नो डेस्टिनेसनतिर लाग्नेछौँ। म यहाँ अहिले ठ्याक्क भागवती छेउ आइपुगेँ अनामनगरको। अब चाहिँ म यो पुल मुनिबाट अगाडि जान्छु है। अनि त्यसो चाहिँ अगाडि चाहिँ आर्क ब्रिज छ हाम्रो बिजुली बजार, जुन हाम्रो बिजुली बजारको नामले चिनिन्छ आर्क पुल। आर्क पुलमा चाहिँ मेरो साथी आउँछु भनेको छ। सन्दीप सर आउनुहुन्छ। 10 मिनट अगाडि म बल खुच्छु भनेको मान्छे लगभग यतिखेर त आइपुग्नु पर्ने हो। मेबी हि इज वेटिङ। सो म अलिकति छिटो छिटो गरेर जानुपर्ने हुन्छ यहाँबाट। खास गरी चाहिँ आज हाम्रो हाइकिङ जाने प्लान थियो। अब त्यस्तै भयो, राइडमा कन्भर्ट भयो। ठिकै छ, हाइकिङ नेक्स्ट टाइम लाई राख्दै आज चाहिँ हामी राइडको ब्लग गर्नेछौँ। ल सी यू गाइस अन द राइड। केही अब साथीहरू भेटेपछिको क्लिप म अट्याच गर्छु है। र फेरि पनि भन्छु लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। Keep watching guys. अब भात बनाउनु पर्यो हेर्नु सर परे एक दिनको रमाइलो होइन। हाम्रो टी ड्यानियल श्रेष्ठ दाइ चाहिँ आएनन्। टी ड्यानियल सर चाहिँ आज डेडिकेटेड स्टाफ भनिदिउँ न होइन। अब हामीले भन्न सक्ने भने मिस यु दाइ हो। अब हाम्रो यो अफिस आज सेकेन्ड टाइम होइन त हाम्रो ग्रुपको हो। अब आज चाहिँ टी ड्यानियल दाइलाई छोडेर हामीसँग 2 जना एड भएको छन्। एकजना दिपेश र एकजना क्रिस। अब 2 जनासँग चाहिँ अब हामी सामाखुसीमा भेट्ने होइन त सर? हो सर। के भइरहेको रहेछ यता? पुस 15 लाई के हो कि तर फेरि पुस 15 आउन त टाइम बाँकी छ तर खै टेन्सन छ। महानगरको त्यो के कार्यक्रम भन्छ नि ट्रेनिङहरू त्यो हो कि यो चाहिँ हाम्रो सेतो टावर है बालेनको। साकोला अदौलीको त्यो साकोला यो के फेस्टिभलहरू आउन लाग्छ त के कन्सर्ट हुन लाग्यो यार। उस्तो परे आजै हुनु नि बेस त्यस्तै त्यस्तै। ल केटाहरू अब भेट्नुपर्छ है। ल सरजी बसेँ है म। ल अब हामी चाहिँ राइड सुरु गऱ्यौँ। ल केटाहरू जम्मै जाम। मोबाइल त नखस्ला नि। सरर कता रे मसँग डाटा छ नि हेरौँला नि। भ्लग गर्नुपर्छ यार।
सक्दैन केटाहरूलाई स्कुटरले ओभरटेक हान्ने सर बेजत भयो त ए ग्यारेज पनि हेर्नु छ गाडी गाइज हामीलाई ग्यारेज चाहियो विवेक अनि के छ त हामी कहाँ जानु लाग्यो रे खै ल जाम 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 सुरुमा काम सुरु रमाइलो होला हामी राम्रै ग्यारेज गएछौँ जे होस् 10 रुपियाँमा सबै काम भयो सेफ्टी टाइट गरेर हावा नि हाल्दे टुक्क क्लिप त चाहियो नि ठाउँमा छ होइन सर मलाई चाहिँ के लाग्छ भन्दाखेरि मेमोरी चाहिँ हुनुपर्छ कि कमसेकम अब हामी सधैँ त सँगै नभइला हेर नि त भन्न खोजेको अब केही वर्ष आइएसमा गरेर त्यसपछि त छुट्टिन्छौँ पछि यसो हेर्दा पनि ओहो यो मान्छे चाहिँ हामीसँग गएको थियो है भन्ने त हुन्छ नि त त्यही भएर म पहिला स्कुलमा गर्दाखेरि पनि कतै गयो भने होइन भ्लग गरिदिन्थेँ क्या म स्टुडेन्टहरूको पनि अनि त्यसपछि अहिले स्टुडेन्टहरूले त्यो भ्लग कहिले काहीँ हेर्दो रहेछ होइन ओहो सर तपाईँले हालेर हाम्रो मेमोरी ताजा भयो भन्छ क्या पहिलाकै याद आयो सर भन्दै मेसेज गरिरहेको हुन्छ क्या म पनि यसो फ्री भएर होइन आफै भ्लग हेरेर बस्दिन्छु क्या मैले फोटोहरू चाहिँ हाइड ड्राइभ पछि ऱ्यान्डम एकैछिन केटाहरू आएको दिनपछि म हेरेर बसिदिन्छु केटाहरू हेर त यो फोटो चाहिँ राखिँदैन क्या तर आज तुलसी दाइ हामीलाई सक्यो के छ सर टाढो छ त्यही हो के गर्नु जाने खानु जाने भ्लग गरिरहेको छु यार नबोल न भरे साउन्ड काट्न बिर्स्यो भने त फेरि बेच्छ केटाहरू के छ भ्याएको त क्याप लाएर होइन यो हुडीको क्याप लाएर कुन ठाउँ आइपुग्यो हामी क्रिस खाजा खान्छ नुवाकोट कहाँ सुरेश्वर
पाइयो आजको ब्रेकफास्ट सक्छ त सक्दैन नि आजको त्यही खाम आलु चना अन्डा के छ सब्जीहरू अनि मन्दिरमा त यसो नखाइकन जाने होला नि खाने हो नि कस्तो अन्डा बाहेक एक्सपिरियन्स र त्यसो भए एक्सपिरियन्स एक्सिडेन्ट भएको नि त बाइक किनेको भोलिपल्टै भएको हुन त हो तर सर्क्यो भन न सर कस्तो सराप्यो भने त्यो सर्किनु भनेको त्यस्तै गरी भन्छ क्या त्यही भएर अब पाहुनाहरूको कुरा म अलिकति बुझ्दिनँ कि त्यही भएर हो म त सोमबार मिटिङमा नि सन्दीपले सिकाइदियो भनिदिन्छ भन्दिनँ त्यो केटाहरू यार अफिसको कुरा नगर न अब त यार मैले स्टार्ट गरे देखिँदैन त यार ब्याकग्राउन्ड त फोकस अन ब्याकग्राउन्ड देख्ने यार देखेन यार
ल अब चाहिँ देख्यो ए टोपी लगाएको छैन भन्नु त्यही त भर्खर खुलेको कि सक्छ त अनि सक्दैन नि कालो भयो क्या दाइ अब मान्छे कालो होइन लाइट दिइरहेको है बल भाइ नखिच अहिले म रेडी भएको छु भिडियो हो दाइ भिडियो हो मलाई पठाउ ल भ्लगमा हाल्छु है ल ल ल सबै क्लिप जोडेर होइन हालेपछि कस्तो हुन्छ भन्दाखेरि मेमोरी हो क्या एउटा होइन खतरा देखेछ यार तर भ्यू चाहिँ खतरा हो क्या अझै आधा बाटोमै छौँ है हामी सवारी ल केटाहरू नाइस अन्तिम रहेछ त सर्दी यता कच्चा भयो चाहिँ म गइसकेको थिएँ जस्तो लाग्यो यहाँको दरबार हो क्या यहाँ मन्दिर छ एउटा त्यहाँ चाहिँ कति 100 कति वर्ष बाहिर बस्दा के भन्छ टटल र टटल चाहिँ फरक डट राइस पानीभित्र बस्ने चाहिँ टर्टल बाहिर र पानी दुवैमा बस्ने चाहिँ डट राइस बाहिर बस्दा 100 कति वर्ष पुरानो एज भएको कति 160-70 वर्ष
फाइनली हामी आइपुग्यो। तपाईँको चारमा पर्नु गएर यही रहेछ नि तपाईँ मेला पनि लाग्यो झोलुङ्गेबाट जानु झोलुङ्गे पुलबाटै जाने होला होइन? त्यहीबाट जाउँ कि भरे फल्किदासी त्यताबाट आउँ फल्किदासी त्यताबाट आउँ हुन्छ त गर्दा नि। बाटो रहेछ त्यही यसो हातखुट्टा धोएर जाने हो कि क्या हो दर्शन गर्नु चाहिँ? त्यहाँ क्या मन्दिरै गएको थिएन खोलामा गएर हात धोएर के गर्ने हो रहेछ अहिले अघि भात खाइसकेको छैन कहाँभरि बाँध्नु हो त्यहाँ न त्यतिकै सब जुत्ता भिज्यो हौ। जाने होइन पिग्लट गएर तलैबाट सन्दीप सर आफै हल्लिरहेको छ पाइयो हल्लाउनु पाइयो हल्लिन पनि पाइयो हजुर भिडियो है के त भिडियो ल सरहरू कस्तो लागिरहेको छ? राइड आउँदाखेरि चाहिँ रमाइलो थियो, त्यहाँ माथि आउँदा चाहिँ नरमाइलो भयो। ब्रिज त देखेन यार, धेरै हाइलाइट भयो। च्याप च्याप तू मेरे से प्यार करती है या नहीं करती, ये बता दे तू बस। नहीं, मैं तेरे से लास्ट बार पूछ रहा हूँ, तेरा मेरे से प्यार है या नहीं?